हेलो नमस्ते सबैजनालाई। मैले चाहिँ एउटा यो पोर्टेबल मेसिनमा हैन ह्यान्ड मेसिन यसमा चाहिँ पानी राख्ने समस्या दैलो दगाउने समस्यालाई नै अटोमेटिक बनाउँदै छु मैले यसलाई। अब यसमा के गर्ने भने यसको यो पछाडि भाग छ नि, यसको पछाडि भाग तपाईको यो छ। यसमा यो सु खोल्ने हल्का अनि यो साइकलको स्पिरिङ हो हैन, यो साइकलको त स्ट्यान्डमा लाग्छ नि स्पिरिङ हो त्यो हो। अनि मैले चाहिँ एउटा के गर्छु भने यसमा राखेर यसमा सेन्टरमा होल ठ्याक्कै उता यसको सिधा अनुसार होल गरेर यो नट कस्ने सिस्टम हो। मैले चाहिँ होल्डिङ गरेर यस्तो बनाएको छु। यसमा तपाईले कसरी गर्नुहुन्छ, यसमा अड्काउने यसरी अड्किन्छ हैन। यो अड्किएपछि अब यो अटोमेटिक हुने भयो के यसरी यो तान्यो छोड्यो अटोमेटिक यो तरिकाले हुने भयो। मैले पोर्टेबललाई अटोमेटिक बनाएको छ है त। हेर्नुहोस् यसको अब यस्तो तरिका यस्तो हुन्छ। के गरी राखियो नि त हामीले सेट गर्यौं। म चाहिँ यसरी सेट गरिदिन्छु, तपाईले चाहिँ कसरी सेट गर्नुहुन्छ। यसमा यसरी तान्यो, यसमा तानेपछि मैले यहाँ यसरी सेट गरेँ। यसरी तान्यो अटोमेटिक भयो यस्तो तरिका।